जुन हामी रेड जोनबाट ग्रे जोनमा प्रवेश गरेका छौँ, जसले अलिकति भिजा फ्लेक्सिबिलिटी अर्थात् रिक्वायरमेन्टहरूमा केही सहजताले गर्दा भोलि फर्दर स्टडीको लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरूको निम्ति अझै अवसरका ढोकाहरू खुलेको हुन सक्ने हामीले अनुमान गरेका छौँ। नमस्कार, एक्सपर्ट टकको नयाँ एपिसोडमा तपाईँलाई स्वागत छ। आज हामी एक्सपर्ट टकमा इन्टरनेसनल स्टुडेन्टको लागि अस्ट्रेलिया सरकारले गरेको नयाँ अपडेटको विषयमा कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग यहाँ उपस्थित हुनुहुन्छ एक्सपर्ट एजुकेसनका लागि म्यानेजर एडमिसन एन्ड काउन्सिलिङ फर अस्ट्रेलिया मिस्टर हरिहर सापकोटा। हरिहर सर, स्वागत छ तपाईँलाई एक्सपर्ट टकमा। धन्यवाद सर। अघि मैले भनिहालेँ, इन्टरनेसनल स्टुडेन्टको लागि अस्ट्रेलियन सरकारले नयाँ अपडेट ल्याएको छ। त्यो अपडेट भनेको नेपालको एसेसमेन्ट लेभल 3 बाट 2 मा अपग्रेड भएको छ। यो भनेको के हो? अस्ट्रेलिया सरकारले इन्टरनेसनल स्टुडेन्ट रिक्रुट गरिरहँदा एजुकेसन प्रोभाइडर इन्स्टिट्युसनहरू र स्टुडेन्ट लैजानेवाला कन्ट्रीहरू अथवा स्टुडेन्ट रिक्रुट गर्नेवाला कन्ट्रीहरू दुवैलाई चाहिँ सर्टेन क्राइटेरियाहरूको आधारमा रिस्क लेभल मेन्टेन गरेको हुन्छ, क्याटेगोराइज गरेको हुन्छ, जस अनुसार रिस्क लेभल 1, 2 र 3 हुन्छ। त्यसमा नेपाल विगत 4-5 वर्ष अगाडिदेखि लेभल 3 मा थियो, जुन भनेको हाई रिस्कको जोन हो। हिजो मात्रै अर्थात् लास्ट मार्च 2025 देखि चाहिँ लागू हुने गरी उसले अपग्रेड गरेको छ, जुन हामी रेड जोनबाट ग्रे जोनमा प्रवेश गरेका छौँ, जसले अलिकति भिजा फ्लेक्सिबिलिटी अर्थात् रिक्वायरमेन्टहरूमा केही सहजताले गर्दा भोलि फर्दर स्टडीको लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरूको निम्ति अझै अवसरका ढोकाहरू खुलेको हुन सक्ने हामीले अनुमान गरेका छौँ। भनेपछि अझै सोझो रूपमा भन्नुपर्दा, सरल भाषामा भन्नुपर्दा, पछिल्लो 5 वर्षदेखि नेपाली स्टुडेन्टहरू अस्ट्रेलिया जान चाह्यो भने अस्ट्रेलियाले जुन नजरले हेर्थ्यो त्यो नजर चाहिँ अलिकति अब फेरिने अवस्था, पोजिटिभिटीतर्फ अघि बढेको हामी देख्न सक्छौँ, होइन त? डेफिनेटली हामीले त्यही नै आकलन गर्न सक्छौँ, जहाँ कि विगतका वर्षहरूमा नेपाली विद्यार्थीहरू जुन उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गइरहनु भएको थियो, उहाँहरूले त्यहाँ पुगे पछाडि गरेका क्रियाकलाप, गतिविधि र पढाइसँगका अन्य विविध क्रियाकलापहरूले गर्दाखेरि नेपाली स्टुडेन्टहरूप्रति हेर्ने नजरिया नै अलि डाउन भएको अवस्थामा पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीले देखाउनु भएको राम्रो पर्फर्मेन्स र शिक्षामा देखिएको राम्रो फड्को, कोर्स कन्टिन्युटीका कुरा, रिटेन्सनका कुराहरू र यावत अन्य गतिविधिहरू, आर्थिक क्रियाकलाप तथा कामका कुराहरूले गर्दाखेरि पनि नेपाली विद्यार्थीले देखाएको राइट पर्फर्मेन्सलाई बेसिस मानेर यो निर्णय चाहिँ लिएको छ अस्ट्रेलिया गभर्मेन्ट। भनेपछि अब पछिल्लो केही समयदेखि अस्ट्रेलियाको भिजा रेट एकदमै राम्रो थियो नेपाली स्टुडेन्टको लागि। अब मार्चको लास्टबाट लागू भएको एसेसमेन्ट लेभलको अपग्रेडसनले नेपाली स्टुडेन्टको भिजा प्रोसेसको लागि चाहिने रिक्वायरमेन्टहरूमा केही असर गर्छ? रिक्वायरमेन्टमा त्यस्तो तात्विक अन्तर र चाहिने या नचाहिने भन्ने कुराहरूमा त एकदम ठुलो अन्तर त आउँदैन। हामीले अहिलेसम्म जसरी प्र्याक्टिस गरिरहेका थियौँ, इङ्ग्लिस रिक्वायरमेन्ट र फाइनेन्सियल रिक्वायरमेन्ट नै मेनली बेस्ड हुन्छ यो कुरा चाहिँ, रिस्क लेभलको कुरा। योभन्दा अगाडि पनि जुन कुनै कन्ट्रीबाट, नन इङ्ग्लिस स्पिकिङ कन्ट्रीबाट इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा ओभरसिज एजुकेसनको लागि गइरहँदा ल्याङ्ग्वेज प्रोफिसियन्सी टेस्ट दिन पर्ने त्यो स्टिल युनिभर्सिटीहरूको रिक्वायरमेन्टमा अझै पनि कायम नै रहन्छ। त्यसमा डिपार्टमेन्ट अफ होम अफेयर्सले लेभल 2 र लेभल 1 मा रहेका प्रोभाइडरहरूमा एप्लिकेसन गरिरहँदा नेपाल जस्तो लेभल 2 को कन्ट्रीबाट म्यान्डेटरी भन्ने कुरा रहे तापनि भिजा एसेसिङ पिरियडमा फाइनल डिसिजन दिने टाइममा भिजा अफिसरले जुन कुनै बेला त्यो माग्न सक्ने प्रावधान चाहिँ त्यो अथोरिटी चाहिँ उहाँहरूसँग रहन्छ। त्यसले गर्दा केही सहजता हो, तर चाहिँदैन नै भन्ने जुन माइन्डसेट हुनसक्छ स्टुडेन्टहरूमा, अभिभावकहरूमा, त्यसमा चाहिँ हजुरहरूले गलत डिसिजन लिनु हुँदैन। अब रह्यो कुरा फाइनेन्सियल डकुमेन्टेसनको, अहिले जसरी अस्ट्रेलियाले पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई पढ्न जान एकदमै गाह्रो, रिक्वायरमेन्ट टफ छ, जानै सकिन्न, पुर्याउनै सकिँदैन, मिल्दैन, केही गरे पनि भिजा दिँदैन भन्ने जुन गलत चाहिँ अफवाह नै भन्छु म, यस्ता किसिमका प्रचारबाजीहरू मार्केटमा थिए,
त्यही लेभलको रिक्वायरमेन्ट, त्यही लेभलको टफनेस नरहे पनि त्यसैको पेरिफेरीमा देश छोडेर बाहिर पढ्न जान चाहने विद्यार्थीको परिवारले खर्च थेग्न सक्ने नसक्ने भन्ने क्यापेबिलिटीको कुरा आइरहँदा फाइनेन्सियल डकुमेन्टेसनको अरेन्जमेन्ट पनि उत्तिकै नै आवश्यक छ। तर हिजोको दिनमा जत्तिकै कठिनाइ चाहिँ नहोला भन्ने हाम्रो अनुमान र अस्ट्रेलिया गभर्मेन्टले त्यो अलिकति ग्रिन सिग्नल दिएको चाहिँ महसुस हुन्छ। त्यसो भए अस्ट्रेलिया जान चाहेका स्टुडेन्ट तर एकचोटि काउन्सिलिङ गरिसकेपछि फाइनेन्सियल्ली अलिकति विकनेस देखिसकेपछि उहाँहरू चाहिँ अब जान सकिन्न कि भनेर बस्नु भएको छ भने पछिल्ला यी अपडेटहरू आइसकेपछि फेरि एकचोटि सल्लाह गर्न आउँदा हुन्छ होइन त? पक्कै पनि हिजोका दिनमा हामीले नै परामर्श देखिरहँदा त्यति बेलाको समय सापेक्षिक जे थियो रिक्वायरमेन्ट त्यही अनुसार नै सही सूचना प्रवाह गर्नुपर्ने हाम्रो दायित्व हो। त्यसले गर्दाखेरि अलि अप्ठ्यारो भएका र फिक्स्ड क्राइटेरियाहरू मिट गर्न नसकेका विद्यार्थी अभिभावकलाई हामीले जुन हिसाबले अप्ठ्यारो छ भन्ने हिसाबले सल्लाह दिएका थियौँ, पछिल्लो समयमा त्यसमा केही सुधार भएको यो मेसेजले गर्दाखेरि उहाँहरू केही तयारीमै हुनुहुन्छ र अझै पछि गरौँला भन्ने हिसाबले प्लानिङमा नै चलिरहनु भएको छ भने उहाँहरूले तयार गर्नुभएका डकुमेन्टहरूमा बेस्ट भएर हामीले हेरेर अप्लाई गर्न मिल्ने सम्मका केसेसहरूलाई यथाशीघ्र नै एप्लिकेसनको प्रोसेस अगाडि बढाइरहँदा विद्यार्थीको समय पनि नष्ट नहुने र अहिलेको यो चेन्जेस आइरहेको परिवेशमा उपयुक्त समयमा उपयुक्त अवसर गुमाउनु नपर्ने पनि फाइदा हुनसक्छ। पर्खाइमा रहनुभएका र अन्यलमा रहनुभएका विद्यार्थी तथा अभिभावकज्यूहरूले एकपटक हामीसँग भेटेर सही परामर्श लिएर सही डिसिजन लिनको लागि पनि म अनुरोध गर्दछु। हस्, यहाँको समय र विचारको लागि हार्दिक धन्यवाद। धन्यवाद सर।